ऱ्याङ्गट बोकेको पुरै जोगी जस्तै भइएको छ। एउटा यसलाई बोकेर कुदाउँछ र म। माहौल पनि एकदम राम्रो मजाले खुलेको छ मौसम पनि। हेलो साथीहरू गुड आओ हेलो साथीहरू गुड आओ नमस्ते नमस्कार, सन्चै हुनुहुन्छ? म पनि सन्चै छु। आज चाहिँ म नयाँ भिडियोको साथमा चाहिँ आइसकेको छु। आजको भिडियो चाहिँ अरू भिडियो निकै पृथक र रोमान्टिक र रमाइलो हुनेवाला छ। जुन भिडियो चाहिँ हामी गाई उपचारको के अरे बङ्गुर उपचारको लागि चाहिँ बामराङ जाँदैछौँ। कुखुरा झन्डै हिँडेछ, झन्डै हाम्रो कुखुराले हिँडाउनु भयो, कुद्ने कुखुरालाई झन्डै हिँडाउनु भयो। यसो हामी चाहिँ अहिले यो टिक्का बजारबाट चाहिँ गोला बामराङ जाने बाटोबाट तर्फ चाहिँ आइसकेको छौँ। र यो अगाडिको बाटो चाहिँ देख्नुहुन्छ, अगाडिको माहौल चाहिँ एकदमै बवल बवल देखिरहेको छ। बाटो पनि त्यस्तो नराम्रो चाहिँ देखिएको छैन, माहौल पनि एकदम राम्रो मजाले खुलेको छ मौसम पनि। मौसम यसरी खुल्यो भने त अनि गाडी चलाउनको बेग्लै मजा हुन्छ साथी हो। त्यही हो, अब हामी चाहिँ म त्यही हो बाटोतिर के कस्ता दृश्यहरू देखिन्छ। अहिले पनि एउटा मौसम खुलेको दृश्य त राम्रै देखाइहालेँ। हेर्दै गर्नु होला मेरो भिडियोलाई अन्त्यसम्म। अहिलेसम्म मेरो च्यानललाई सब्सक्राइब गर्नु भएछ भने प्लिज सब्सक्राइब, बेल आइकन पनि थिचेर माया गर्नुहुन्छ भन्ने चाहिँ आशा राखेको छु। ल है त ल साथी, अहिले चाहिँ हामी यो कटवाल गाउँ बामराङ कटवाल गाउँ भन्ने ठाउँमा चाहिँ आइपुग्न लाग्यो। त्यहाँबाट चाहिँ अलिकति तल सामातुङ भन्ने ठाउँबाट चाहिँ ओह्रालो झर्नुपर्ने हुन्छ। जुन चाहिँ अब हाम्रो अगाडिको बाटोहरू चाहिँ के कस्तो छ देखेको छैन। हाम्रो अगाडि चाहिँ हाम्रो सरसर हुन्छ, एकदमै राम्रो कुदाउनुहुन्छ भन्ने आशिष्टको साथ यो बाटोलाई हामी गन्तव्यलाई चाहिँ अगाडि बढाउँदैछौँ। अब उहाँसम्मको किसानको घरसम्मको पुगिन्जेल यात्रा चाहिँ के कस्तो हुनेछ, त्यहीँ पुगेर त्यहीँसम्म पुगेर चाहिँ हामीलाई तपाईँहरूलाई स्पष्ट देखाउने छ। यो बारीको दिनदेखि चाहिँ हाम्रो दिक्तेल बजार है त गाइजहरू। ल फाइनल्ली कटवाल गाउँ आइपुग्यो, बामराङ कटवाल गाउँ। माछा मारेको भाइ हो, के गरेको? भाइहरू चाहिँ बाढीकोहरूलाई चाहिँ खेल्न आएको रहेछौँ सायद होला। अब हामी चाहिँ माछा मारेको भनेर सोचिहाल्यौँ, तर होइन होला, भ्यागुता मार्न चाहिँ आयो होला केटाहरू। त्यस्तो खोलामा माछा पाउँछ त सर? फिल्डमा जाने बाटो चाहिँ भर्खरै पानी परेर चाहिँ एकदमै खतरनाक पानी, एकदमै मान्छे बगाउने पानी नै आइरहेको थियो। त्यही पनि हामी बिस्तारै कष्टका साथ अगाडि बढिरहेको छौँ। अगाडि हाम्रो अटो पनि कुद्छ यस्तो बाटोमा। यो त राजै हो नि यस्तो बाटोको लागि त, अर्को सफारी भन्दा त होइन सर? अहिले हालचालको बाटो चाहिँ हाम्रो तनावग्रस्त देखिरहेको छौँ। तर हामी यस्तो तनावग्रस्त बाटोलाई त कति पार गर्दै हिँड्यो यस्तो नाथे त हामी बाइक त उडाइन्छ हो सर, उडाइन्छ। लडिँदैन सर, त्यसो नभन्नु न। छ्या कस्तो तारिफ गरिरहेको छ तपाईँको। फाइनल्ली हामी चाहिँ यात्रा पछि चाहिँ गन्तव्यमा आइपुग्यो। अब यहाँबाट चाहिँ हामीलाई लिन चाहिँ कृषक आउँदै हुनुहुन्छ। त्यसपछि बङ्गुरेर के छ त्यसको अवस्था, इन्जेक्सन लगाएर हामी फर्किनुपर्ने हुन्छ। यो पारी चाहिँ हाम्रो खाले, पारिपट्टि खाले बामराङको भ्यू यस्तो छ है। भर्खरै पानी परेर ओजेल परेको भ्यू जस्तो अवस्थामा रहे पनि भयो। हाम्रो गेटअप यता हारे सर घर चाहिँ हो, त्यस्तो हाकिम साहब होइन। कटहरको बिरुवा आइसक्यो। ल फोन आयो त यार। ल कृषक आइसक्नुभयो, हामी चाहिँ कृषक घरतर्फ लाग्दैछौँ। अनि गएर चाहिँ टक्क बुङ्गुर सुँगुर हेरेर उपचार हानेर हाम्रो चाहिँ बङ्गुर उपचार, यसलाई नै उपचार गर्नुपर्ने। के छ यसको अवस्था? कान लत्रेको छन्। फाइनल्ली गाइज हामी चाहिँ अब उपचार सकेर पनि अब आफ्नो गन्तव्यतिर लाग्दैछौँ। ऱ्याङ्गट बोकेको पुरै जोगी जस्तै भइएको छ। के छ हाकिम साहब, सन्चै हुन्छ तपाईँ? अलिज वेल बाङराङ सोचे झै रहेनछ जिन्दगी ओइ जिन्दगी। हजुर हो नि त।
हस् हस् ल अब हामी चाहिँ आफ्नो गन्तव्यतिर चाहिँ लगिसकेको छौँ। बाइक स्टार्ट हानेर एउटा यसलाई बोकेर कुदाउँछ र म जिन्दगी यो चाहिँ पार्टी पौवा हजुर उता त अप्ठ्यारो छ सर भरे बाइक बोक्नुपर्छ